हामीले डोल्पाको दुनाईबाट ट्रेकिङ स्टार्ट गरिसकेका छौँ है। यता हुनुहुन्छ हाम्रो सबिन सर, यता हुनुहुन्छ हाम्रो साने। के भन्नु चाहनुहुन्छ? ठिक छ, केटाहरू देखिन्छन् होइन? मेरो यो भिडियो त अब जान्छ नि, यो त इन्टरनेसनल खानुपर्छ यसले होइन। दिनको सुरुवात छ गाई। ठाउँहरू अलि मैले सम्बन्ध जाने है, बेस रमाइलो छ। यता हाम्रो सबिन सर है। हामी चाहिँ सेफोक सुन्नुबाट करिब दिनैबाट 1 घन्टापछि चाहिँ हामी टिकट गर्ने ठाउँमा आइसकेका छौँ। यस्तो छ है ठाउँ चाहिँ, हेर्न सक्नुहुन्छ भ्यूहरू। हामी चाहिँ करिब सेफोक सुनको यात्रामा है दुनैबाट 1 घन्टा हिँडिसकेपछि टिकट काउन्टरमा पुग्यौँ होइन। टिकट काउन्टरबाट हामी अगाडि यात्रा बढिरहेछौँ। तपाईँहरू यसो अगाडि भ्यूजहरू हेर्न सक्नुहुन्छ, कस्तो कस्तो छ भ्यूहरू है। हामी चाहिँ करिब 2 घन्टापछि कहाँ पुग्यो सबै हामी। लगभग 2 घन्टाको ट्रेकिङ पछि चाहिँ हामी यो कुन ठाउँ हो, खोले किनार भन्ने ठाउँमा पुगेका छौँ। तपाईँहरू देख्न सक्नुहुन्छ भ्यूहरू यस्तो छ है। यो रमाइलो भइरहेछ ओभरअल ट्रेकिङहरू। सबिन सर के भन्न चाहनुहुन्छ? ट्रेकिङ एकदम रमाइलो भइरहेछ। तर अलिकति घाम लागेर चाहिँ अलिक गाह्रो बनाइरहेछ। यता हुनुहुन्छ हाम्रो सुजन सर, यता चाहिँ भ्यू ओभरअल भ्यू। सुजन सर के भन्न चाहनुहुन्छ? कस्तो भइरहेछ ट्रेकिङ? बवाल भइरहेछ। यतापट्टि चाहिँ भ्यू हेर्न सक्नुहुन्छ है तपाईँहरू। यस्तै छ, भ्यूज रमाइलो छ है। लगाइज कागनी आइपुगेका छौँ। एकदम राम्रो दृश्य छ है, एकदम हेर्न चाहिँ रमाइलो ठाउँ, एकदम रमाइलो रमणीय छ। साथीहरू यता हिँडिराख्नु भएको छ। यता सबिन हुनुहुन्छ, उहाँ चाहिँ अलि कुम्भकर्ण जस्तो भएर अलि मोटाएर हिँड्न सक्नु भएको छैन। के भन्नु चाहन्छ सर? के भन्न चाहनुहुन्छ? केही भन्नुहुन्न उहाँले। भ्यू हेर्न सक्नुहुन्छ तपाईँहरू है। कागनीको फोक्सुन्डो जाने पदयात्रामा रहेका छौँ। ठाउँहरू यस्तो यस्तो छ, जो एकदम रमाइलो छ है साथीहरू। हाम्रो यात्रा कन्टिन्यू भइरहेछ है। फोक्सुन्डोसम्मको भ्यू यस्तो रहेको छ, ओभरअल भ्यू। हाम्रो सर र म छौँ है, हिँडिरहेछौँ। अब रमाइलो छ ठाउँ, हेर्न सक्नुहुन्छ के कस्तो हुन्छ। ठाउँ अर्डर दिइरहेको छु म चाहिँ। सुजन सर हिँडिराख्नु भएको छ। हाम्रो सबिन सर रमाइलो भइरहेछ है। करिब लामो यात्रापछि हामीले यो फोक्सुन्डो जाने बाटोतर्फ गइसकेका छौँ। बाटो यस्तो छ, एकदम बवाल ब्युटिफुल, एकदमै रमाइलो। सर चाहिँ एकदम थकित। यता सर चाहिँ आर्मीबाट आउनुभएको, यहाँ चाहिँ भुँडी यस्तो छ है। हामी चाहिँ अहिले यो डोल्पाको सेफोक सुन्नु गाउँपालिकामा आइसकेका छौँ। तपाईँहरूले हेर्न सक्नुहुन्छ पछाडिको भ्यू यस्तो बवाल छ। म यता छु, सरहरू यता हुनुहुन्छ। अब हामी जान्छौँ पूर्ण यात्रामा है। हेर्दै गर्नु होला, बवाल ठाउँ छ, बवाल। यता रहेछ, यो हो, यस्तो छ। ल हामी लामो सङ्घर्षपछि चाहिँ छिप्का आइपुगेका छौँ। देख्न सक्नुहुन्छ छिप्काको भ्यू रमाइलो छ, दामी छ है। बजार चाहिँ यस्तो छ, होस् रमाइलो छ। यता चाहिँ हामीसँग है 2 जना दौडैछौँ। एकजना दोस्त त हामीले राखेर आछौँ, बिरामी भएको छ। ठिकै छ। ल हामी लामो यात्रापछि लगभग कार्य सक्ने कुन ठाउँ रे?
यस्तो दामी ठाउँ आइपुगेका छौँ हामी अब रेन्जेसम्म चाहिँ हामी पुग्छौँ होला आज है चाहिँ हामी करिब लगातार 3 घन्टा हिँडेपछि म एकदम थाकिसक्नु भएको छ यहाँ अर्को सर चाहिँ रेन्जर गरी हिँड्नु भएको छ बाटो यस्तो छ है सही बाटो क्या बाटो चाहिँ डेन्जरै छ हामी कन्टिन्यू यात्रा चाहिँ गरिरहेछौँ करिब 8 घन्टा जति हिँड्ने होला बिहान 8:30 यस्तो बवाल ठाउँ छ पुरै शिलाजितको डाँडो रहेछ सब शिलाजित चाहिँ त्यही हो कर्णालीमा अलिकति हामी चाहिँ फोक्सुन्डो तलबाट चाहिँ करिब 2-3 किलोमिटर हिँडिसकेपछि चाहिँ फोक्सुन्डोको तालको पानी आएको ठाउँ यहाँ रहेछ यसरी झर्दो रहेछ बाटो यस्तो छ बवाल छन् यहाँ साथीहरू यसरी थाकिराख्नु भएको छ यो यस्तो छ जस ओभरअल भ्यू बवाल छ ल बवाल छ है साथीहरू बवाल छ साना के भन्छ आज त सानै पनि त्यहाँ एकदम बिजी छ है हेर्न सक्नुहुन्छ भ्यू बाटो यस्तो छ है डर मर्दो छ केटाहरू हिँडिरहेछन् अगाडि मलाई चाहिँ डर लागेर जे होस् बाटो यस्तो छ सिधै तल हेर्न सक्नुहुन्छ यस्तो ठाउँबाट हामी अहिले हिँडिरहेछौँ अहिले चाहिँ हामी फोक्सुन्डोमा आइसकेका छौँ है यस्तो बवाल ताल छ ला 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 सानै यहाँ छ यस्तो रहेको छ फोक्सुन्डो है यति बवाल छ कि यति बवाल छ यति धेरै ठुलो एउटा एभरेज भन्ने